म त केही गरी हुन्न, म त मर्छु भन्नु पनि सत्य हेर कहीँ झुन्नी मर्छु भन्नु सत्तिन्छु र बरेछु नि तल खुट्टा टेकिन्छ हेर कहीँ गाह्रो बग्छु र पनि हेर बाबु म पानी खेली उर्ति हान्छु कहीँ फाला हाल्न गसिन्छु र फाला हाल्यो खुट्टु टेकेल्छु म के भ्याउँछ कहीँ छरिन्छु भने पनि अल्झ्यान्छु मलाई के भ्याउँछ म त हुक्क छु म त मर्नु पनि सकेको छैन मलाई बचाएर आउँछ कालले फेरि के हुने भने आउँछ बाबु म त सक्दैन हेर अनि कहीँ कोहीलाई हानी मार्छु भने कोहीको हात मार खाइ मर्छु भने नि अझ उल्टो मारिहाल्छु फेरि रिस उठिहाल्छ न केही गरी हुने छैन मेरो त यस्तो दुःख कहानी अनि यही हो कठैबरिलाई गाइज उहाँको कुरा सुनेर हजुरलाई कतिको पीडा लाग्यो मर्न खोज्दा पनि काल नआएको अरे गाइज हेर्नुहोस् ओ माय गॉड लास्ट अन्तिम शब्द पनि उहाँबाटै सुनेर जाउँ है गाइज अनि हेर बाबु यस्तो हुनु चाहिँ भाग्यले मान्छेले ओराएपछि धेरै बाँध्ने रहेछ हेर ऐसे त अनि अब फाल हाल्छु भने छदाबाट फाल हाल्यो भने तल खुट्टा टेक्यो के भ्याउँछ खुट्टु टेक्यो बाँचेको फेरि त्यही पनि हिँडी पुरा आउँछु यति हो गाइज हो मैले भन्ने अब के हेर्ने मेरो दुःख पीडा यही हो